अमेरिका र इरान बीचको वर्तमान सैन्य टकरावले विश्वलाई एउटा यस्तो मोडमा पुर्याएको छ जहाँ सानो रणनीतिक त्रुटिले पनि तेस्रो विश्वयुद्धको बीजारोपण गर्न सक्छ। यस द्वन्द्वको परिणाम केवल मध्यपूर्वमा मात्र सीमित रहने छैन, बरु यसले विश्वको राजनीतिक नक्सा र आर्थिक सन्तुलनलाई नै सदाका लागि बदल्न सक्छ। एकातिर अमेरिकाले आफ्नो अत्याधुनिक प्रविधिको बलमा इरानलाई घुँडा टेकाउन चाहिरहेको छ भने अर्कोतिर इरानले आफ्नो असीमित पहुँच प्रमाणित गर्दै डियागो गार्सिया जस्तो झण्डै 5000 किलोमिटर टाढाको अमेरिकी सैन्य खडामा प्रहार गरेर वाशिङटनलाई स्तब्ध पारिदिएको छ। इरानको यो क्षमता विस्तारले के संकेत गर्छ भने अब यो युद्ध केवल खाडी क्षेत्रमा मात्र सीमित रहने छैन। इरानका मिसाइलहरूले युरोपका प्रमुख शहरहरू पेरिस र लन्डनसम्म पनि विनाश पुर्याउन सक्छन्, जसले नेटो राष्ट्रहरूलाई समेत यो युद्धमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तान्न सक्छ।